ल गाइस झोला बोकियो अब ड्युटी लाग्नै पर्यो। बसाइ सहरमा छ, काम गाउँमा छ। अब के गर्नु, दुःख छ जिन्दगीलाई। कसरी चाहिँ गरेर यस्तो ढोकियो हो यो? यस्तै हुन्छ यो झोलाको। अरे बाफरे, यस्तै पो हुँदो रहेछ। अब तयारीका साथ निक्लिनु पर्ला। अब घाम बाहिर लागिरहेछ, पन्जा सुन्जा लाउनै पर्यो यसो सेफको लागि। अब ड्युटी इज द ड्युटी। गर्मी छ, फ्यान चलाइएको छ, पैसाले दुःख दियो। अब हेलमेट यहाँ छ, चट्ट। अब चस्मा किरा सिरा छिर्छ आँखामा, साह्रै कोटाइरहनु, आँखा झरेर किरा फालिरहनु भ्याइँदैन भनेर यहाँ यो पनि सब उयो भएछ। किन कुस्दिने भन्ने मात्र छ त। 1 महिना भइसक्यो यार, रुम सफा गरिदिँदैन यार होटलवालाले पनि। किन हेरेको हामीलाई? चट्टासँगले लदै साथी अब रुमबाट निक्लेको म देखाउँछु भरे। लाइट बलिरहेको छ, रुमबाट निक्लिने बेला के खर्च गरिदिनु, यसरी मारिदिउँ। एउटा चाहिँ बलिरहेको छ, अलिक अँधेरै हुन्छ। अब हेलमेट सेलमेट लाएर चट्ट लाग्नुपर्छ। अब फ्यान सेन मारिदिउँ। फेरि मऱ्यो भनेपछि चाबी यहाँ छ, चार्जर हिँड्ने हुन्छ। यो चाबी फेरि यार बाइकको चाबी भित्रै छुटेछ अरे। यस्तै हो कहिले कहिले माइन्ड मेकअप नहुँदा। ढुङ्गाको मार्बल बाहिर लास्टै घाम लागिरहेछ यार। ध्यान सुक्यो केले अरे धुनेको लगाएको छ। हाइट एरिया कान्छा पल्टनबाट छिट्टै छिटै पैसा कमाउँ भनेको रुख त सबै ओह्रालो ढालेछ त केटाहरूले त। गिर्छ कि यिनीहरूले यो पार्ने
नयाँ कि पुरानो हो त्यो घरिघरि त यो फाल्दैछ त हौ दादा कडा काका यता माथिल्लोपट्टि बसेर आउनु ल चला या तल्केको जोबान पल्केको